ल मेरो नाम चाहिँ ओम है। ल तपाईँहरूले स्वागत छ। ल आज हामीले यहाँ ऱ्यान्डमली एउटा बाटो हिँडेर पनि एउटा नेपाली प्रोलाई भेटेको छौँ, उसँग केही कुराहरू गर्नेछौँ। हेलो ब्रो, स्वागत छ कार्यक्रममा। धन्यवाद ब्रो, धन्यवाद। तपाईँको शुभ नाम? मेरो अनुप। अहिले हाल अस्ट्रेलियामा के गर्दैछौ र के पढिरहेछौ, के छ तिम्रो? म अहिले कुकरी पढिरहेको छु अनि काम पनि गरिरहेको छु। त्यही हो। ठिक छ। भनेपछि के पढाइको प्रोग्रेस केसम्म पुग्यो? पिआरको लागि केही सोचेछौ कि काम केमा हानिरहेछौ अहिले? मैले चाहिँ काम चाहिँ अहिले क्याफेमा किचनमा गरिरहेको छु। पिआरको अब त्यही गर्दै जाऊँ, हुँदै जान्छ। ठिक हो, तिम्रो सोच पनि राम्रो। अनि अब आउने नयाँ जेनेरेसनलाई जो भर्खरै अब +2 को एक्जाम हुँदैछ नेपालमा, उनीहरू अब त्यसपछि पनि +2 पछि नि अस्ट्रेलिया आउनेको रहरको धेरै होला। उनीहरूलाई तिमीले के भन्न चाहन्छौ त यहाँबाट? त्यही हो, आउनुपर्छ, तर आउनुभन्दा अगाडि चाहिँ के सिकेर आउनुपर्छ। ठिक छ, अरू सबै लाइफस्टाइल चेन्ज हुन्छ। जे कुरा अस्ट्रेलियामा तपाईँले नेपाल हुँदा देख्नु भएको थियो, त्यो रमाइलो आखिरमा यहाँ के रहेछ? वास्तविकता के रहेछ त? यहाँ वास्तविकता देखे जस्तो केही हुँदैन होइन। आएर सबै पेलाउनु पर्छ, त्यही हो। त्यसपछि बोल्नु हुन्छ, दुःख पछिको सुख भनेको त्यही त हो नि। एक हिसाबले लाइफस्टाइल राम्रो पनि हुन्छ, अर्को हिसाबले अलिकति स्ट्रगल पनि हुन्छ। स्टुडेन्ट लाइफमा अलिकति स्ट्रगल त भइ नै हाल्छ। के छ यसको बारेमा के छ तपाईँको? म पनि स्टुडेन्ट लाइफमै हो अहिले त। त्यही भएर म त्योभन्दा अगाडि पुगेँ होइन अझै नै। स्टुडेन्टमा तपाईँले रहँदा चाहिँ अलिकति गाह्रो छ जियोस् होइन, सबैतिर म्यानेज हान्नु फिसी यताउति होइन। ठिक छ होइन जियोस्। ल ब्रो, त तिमीसँग कुरा गरेर एकदम राम्रो लाग्यो। ल ओके ब्रो, ओके ब्रो, थ्याङ्क यू।